हरेक दिन तपाईँको आफ्नै नानी बाबुहरू तुइन चढेर स्कुल जानुपर्ने बाध्यता हुन्थ्यो भने वा सोही तुइनको जोखिमपूर्ण यात्रा गर्दाखेरि तपाईँले आफ्नो परिवारको कोही गुमाएको अवस्था हुन्थ्यो भने अहिले जसरी दार्चुलामा बनेको झोलुङ्गे पुलको विरोध गरिराख्नु भएको छ त्यसरी नै विरोध गर्नुहुन्थ्यो। सो एकदमै विरोधका बीचमा सुरु भएको यो पुल सम्पन्न भइसक्दा पनि विरोध उस्तै छ। कारण सबैलाई थाहा छ हर्क पहलमा बनेकै कारण यो विरोध भइरहेको हो। तर म भन्छु हर्क पहलमा बनेको होस् अथवा अरू कुनै नेता, अरू कुनै जनप्रतिनिधिको पहलमा नै बनेको किन नहोस्, राम्रोलाई राम्रो भन्न सक्नुपर्छ। राम्रो काममा सबैले एप्रिसिएट गर्न सक्नुपर्छ। सो यो चाहिँ एउटा पुल मात्र होइन क्या, दार्चुला बासीको वर्षौंदेखिको सपना पनि हो। उहाँहरूले भोग्नु भएको पीडामा एउटा औषधि पनि हो। अब त्यहाँको स्थानीय बासीहरूले तुइनको जोखिमपूर्ण यात्रा गर्नुपर्ने छैन। दिनहुँ साना साना बालबच्चाहरू स्कुल जानलाई तुइन चढ्नुपर्ने छैन। यो कुराहरू सम्झनुस् न। खाली तपाईँहरू हर्क साम्पाङले बनाएको भएर विरोध गरेको छ होइन। सो हर्क साम्पाङको पहलमा बनेकै कारण विरोध गर्दै हुनुहुन्छ भने चाहिँ प्रब्लम हर्क साम्पाङमा होइन तपाईँमा छ, त्यो चाहिँ बुझ्नुहोस्। र हर्क साम्पाङ अनि उहाँको टिम त धन्यवादको पात्र हुनुहुन्छ नै। जतिजनाले आर्थिक सहयोग, भौतिक सहयोग गर्नुभएको छ उहाँहरूलाई त जति धेरै धन्यवाद दिँदा पनि कम हुन्छ। सो यस्तो राम्रो काम गर्नुभएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद।